त्यसमा चाहिँ अलिकति क्ल्यारिफिकेसन दिँदाखेरि नै हिँडिरहेको छ हामी चाहिँ त्यो चाहिँ। अनि अब तपाईँहरू सबै पोलिटिकली कन्सर्स हुनुहुन्छ, अनि सबै साथीहरू प्रायः सङ्गठनमै लागिराख्नु भएको छ। अब सङ्गठनमै नलागे पनि कुनै न कुनै विचारधारालाई चाहिँ राम्रैसँग चाहिँ जान्नुहुन्छ, बुझ्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई त्यस्तो लाग्दछ। तपाईँहरूको अनुहारै हेरेर मलाई त्यो फिल हुन्छ। त्यो कारणले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी नै किन भन्दाखेरि स्वतन्त्र विद्यार्थी युनियन जति बेला स्थापना भयो त्यति बेला यो देशमा राजनीतिक परिवर्तनका लागि चाहिँ युथहरू मुख्यतया युनिभर्सिटीबाट चाहिँ त्यो युथहरू चाहिँ जागृत भएर चाहिँ बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि लागिरहेको थियो। त्यो बेला सोभि संस्थाले एकाडेमिक एडभोकेसी सँगसँगै राजनीतिक एडभोकेसी पनि गरिरहेको थियो। त्यो समयको त्यति बेलाको सोभिले समयको सत्यलाई चाहिँ बोकिरहेको थियो। समयको सत्य भनेपछि एउटै कुरा सधैँभरि सत्य रहिरहँदैन, समयले चाहिँ फरक फरक सत्यको माग गरिरहन्छ होइन। तर 46 सालको राजनीतिक परिवर्तनपछि स्वतन्त्र विद्यार्थी युनियन जुन तरिकाबाट एकाडेमिक एडभोकेसीमा मात्र सीमित हुनुपर्ने हो त्यो तरिकाको भएर त्यसले चाहिँ सोभ्यु चाहिँ मूलत पार्टी नेटवर्किङ गर्ने चाहिँ जुन स्थान भयो त्यसले चाहिँ समग्र विश्वविद्यालयको चाहिँ एउटा विद्यार्थी भनेको पनि विश्वविद्यालयको 3टा अर्गनमध्ये एउटा मेजर स्टेक होल्डर हो नि त। 33% स्टेक होल्डर त विद्यार्थी पनि हो। त्यो सोभ्यु संस्था मार्फत सोभ्युले जुन काम गर्नुपर्ने हो, जुन ढङ्गबाट अगाडि बढ्नुपर्ने हो त्यो भएन। त्यस्तै गरेर लास्ट 2 इयरमा हाम्रो विश्वविद्यालयमा जुन सेन्ट क्याम्पसमा जुन सोभ्यु भयो त्यो सोभ्युले आफ्नो प्रायोरिटिजहरू नै सेट गरेन जस्तो लाग्छ मलाई। सुरुमा केही गर्न थालेको हो कि सोभ्यु भन्ने देखिन्थ्यो, नगरेको चाहिँ होइन। जुन लाइब्रेरीको मुभमेन्ट गर्यो सोभ्युले होइन, त्यति बेला चाहिँ सोभ्यु साँच्चै चाहिँ कन्सियस भएर आफ्नो प्रायोरिटिजहरू सेट गर्यो र युनिभर्सिटीको एकाडेमिक एक्सिलेन्समा चाहिँ साँच्चै अब चाहिँ के हुन्छ जस्तो लागिरहेको थियो। तर चाहिँ सोभ्युले 24 आवर लाइब्रेरीको मुद्दामा चाहिँ त्यो कस्तो बनाइदियो भने 2टा कोठा चाहिँ त्यो बाहिरको 2टा टहरामा चाहिँ खोल्ने मात्रै बनाइदियो। लाइब्रेरी त्यो होइन। लाइब्रेरी चाहिँ सेन्ट्रल लाइब्रेरीको जुन 6 लाख प्लस बुकहरू छ त्यसमा चाहिँ पहुँच पुग्नु नै सायद त्यो 24 आवर लाइब्रेरी चाहिँ खुला हुनुपर्छ जस्तो लाग्छ। त्यसका लागि हुनुपर्ने हो जस्तो लाग्छ। पढ्न त तपाईँको घरमै राखेर पनि पढ्न सकिन्छ नि होइन। कम्तीमा विश्वविद्यालयमा भइरहेको रिसोर्ससँग चाहिँ पहुँच हुनु पऱ्यो नि त विद्यार्थीको। त्यो चाहिँ भएन। त्यो आन्दोलनलाई चाहिँ बिचमै ब्रेक गरेको हो कि जस्तो लाग्छ। त्यो चाहिँ उहाँहरूको चाहिँ अब मुख्य कारण भनेको सोभ्यु सभापति र सोभ्यु सचिव चाहिँ विभिन्न राजनीतिक दल निकट सङ्गठनहरूबाट निर्वाचित हुनुभयो। उहाँहरूले पनि गर्न चाहिँ नचाहनु भएको होला जस्तो त मलाई लाग्दैन। तर चाहिँ त्यो चाहिँ कतै न कतैबाट उहाँहरूलाई पनि दबाब होला, एउटा हिडन इन्ट्रेस्ट हुन्छ। एउटा सोभ्यु सभापति सफल भयो भने त्यसको इमिडिएट मान्छेलाई चाहिँ केही त्यसको पोलिटिकल लाभ नहुनसक्छ, अथवा सचिवलाई चाहिँ ले गर्न खोजेको काम सभापतिको चाहिँ पोलिटिकल इन्ट्रेस्टमा त्यसमा लाभ नहुनसक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ सोभ्यु चाहिँ अन्यलमा छ। अब यो चैत्र 5 गते हुने सोभ्यु निर्वाचनमा चाहिँ यो अन्यलतालाई चाहिँ चिर्नुपर्छ। यो अन्यलता चिरेर एउटा नयाँ दिशा निर्देश चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। त्यसका लागि चाहिँ एकाडेमिक एडभोकेसी विथ अथोरिटी होइन। एकाडेमिक एडभोकेसी त हामीले गर्दै आएको छौँ, त्यो अथोरिटी बिना त सुनिँदैन रहेछ नि त होइन। एकाडेमिक एडभोकेसी विथ अथोरिटी र त्यो सोभ्युले चाहिँ आफ्नो प्रायोरिटिजहरू सेट गरोस्, कम्तीमा सेट गरोस्। विश्वविद्यालयलाई चाहिने के अरे अबको हुने 2 वर्षमा चाहिँ के मुभमेन्टहरू चाल्नुपर्छ त्यसको चाहिँ उसले चाहिँ मेनिफेस्टोमा होइन त्यो चाहिँ प्रष्ट कुरा बताउँछ। अब मेनिफेस्टोको कुरा गर्दाखेरि अहिले त च्याट जिपिटी हाल्यो भने मेनिफेस्टो ठ्याक्कै बनाइदिइहाल्छ होइन। कम्तीमा तपाईँहरू मेनिफेस्टो लिएर आउँदै गर्दा चाहिँ क्रस क्वेसनहरू गर्नुहोस् होइन। त्यो कारणले गर्दाखेरि म त्यति भन्दै तपाईँको समय छैन, यति भन्दै